अनि उसले चाहिँ अब एक्सले चाहिँ के भनेको रहेछ भने मेरो बुढी चाहिँ मैले कमाएको पैसा खाएर बेपत्ता छ हो त्यस्तो भनेर भनेको रहेछ कि अनि ऊ केटीले चाहिँ मलाई त्यही उसमा चिनेको रहेछ बिचरा उसलाई के थाहा छ हैन अनि मलाई उसले यतिसम्म भने दिदी है सहनै नसक्ने के अहिले पनि मेरो पोस्टमा छ फल अहिले कोहीको पैसा खाएर भागेको माथिको पातेको यस्तो तँलाई पैसा कति चाहिन्छ मलाई भन यति दिन्छु त्यति दिन्छु भनेको थियो अनि पछि मैले तँलाई के थाहा छ मेरो बारेमा होइन तँलाई केही पनि थाहा छैन तैँले अहिले यसरी मलाई भन्नुपर्ने किन मैले केही त्यस्तो केही गरेँ भने तिमीलाई केस लाग्छ होइन भनेर अनि मैले सबै रिपोर्टहरू पठाएँ हस्पिटलको सबै पठाएँ होइन अनि त्यसपछि चाहिँ अनि मलाई त के थाहा दिदी अब उसले त्यस्तो भन्यो अरे अनि मलाई सबै भनेपछि उनीहरू दुईजना पनि कुरा हुन छोडेछ कि अनि त्यो बेला चाहिँ अनि उसलाई कन्ट्याक्ट गरेँ क्या मैले त्यो अर्को आइडीबाट लास्टचोटि म उसको लागि त्यतिखेर रुएँ अनि बोल्नुभयो बोले यस्तो रहेछ त्यस्तो रहेछ भनेर लास्टचोटि रुएँ त्यसपछि चाहिँ मैले ब्लक गरेको के भन्यो त उसले त्यतिखेर तपाईँ अनि मैले कन्ट्याक्ट गरेर म त्यो केटीले मलाई त्यतिसम्म भनेर उसले मलाई त्यत्रो दोष लगाएपछि चाहिँ यति नराम्रो लाग्यो कि त्यो क्यान्सर लागेर पनि म त्यति रुएर पनि तर म त्यतिसम्म सोचेर रुएको थिएन कि अनि किनकि त त्यो केटीले एउटैले भयो भने त कति धेरै मलाई गलत ठहरायो नि त गलत सोच्यो नि त अनि त्यसपछि चाहिँ मेरो मन साँच्चीकै टुट्यो त्यसपछि मलाई कुनै आशा पनि लागेन उसले मलाई अनब्लक गरेर एउटा मेसेज पठायो त्यो मेसेज मसँग अहिले पनि छ उसले चाहिँ के भनेको भने मसँग आशा छ भने मारिदिए हुन्छ हाम्रो सोच परिवर्तन भइसक्यो बाटो फरक भइसक्यो अब मबाट केही आशा नराख भनेर मेसेज गर्यो अनि त्यसपछि चाहिँ मेरो आइडी उसले चलाउँथ्यो अनि मलाई सबैबाट चाहिँ फेरि हटायो अनि बिरामी मान्छे तपाईँहरूको प्रेम विवाह हो हजुर प्रेम विवाह हुँदा पनि यस्तो नै हुँदो रहेछ है हजुर हुन्छ त्यस्तो अब अवस्था अनुसार हुँदो रहेछ भनौँ न हुँदो रहेछ